नमस्ते। आज हामी नेपालको एउटा अर्कै पाटोको पर्दाफास गर्दैछौँ। नेपाल भन्नासाथ हाम्रो दिमागमा सुन्दर हिमाल, पुराना मन्दिर र मनमोहक दृश्यहरू आउँछन्, होइन त? तर यी सुन्दर दृश्यहरूभित्र केही यस्ता रहस्य र लोककथाहरू लुकेका छन् जसले जो कोहीलाई पनि अचम्ममा पार्न सक्छ। आजको यस विश्लेषणमा हामी तिनै अनौठा र अलि डरलाग्दा कथाहरूको गहिराईमा पुग्दैछौँ। तयार हुनुहुन्छ त? ल, अब सिधै विषयवस्तुमै प्रवेश गरौँ। आखिर यी सुन्दर प्राकृतिक दृश्यहरूभित्र लुकेको कुरा के हो त? पक्कै पनि यी कथाहरू कुनै ल्याबमा प्रमाणित भएका विज्ञानका तथ्यहरू त होइनन्, तर सदियौंदेखि चलिआएका स्थानीय विश्वासहरूले यी ठाउँहरूलाई यति धेरै रहस्यमय बनाएका छन् कि रहस्य प्रेमीहरूको लागि यो एउटा खजाना नै हो। सुन्दा मात्रै पनि आँख सिरिङ्ग हुने यस्ता ठाउँहरूले मानिसलाई साँच्ची नै अर्कै दुनियाँमा पुगेको महसुस गराउँछन्। कुरालाई अझ सजिलोसँग बुझ्नको लागि हामीले यी रहस्यमय स्थानहरूलाई मुख्य 3 भागमा बाँडेका छौं। पहिलो हो जङ्गल क्षेत्र, दोस्रो पुराना दरबारहरू र तेस्रोमा पवित्र स्थलहरू। यहाँ बुझ्नुपर्ने कुरा के छ भने नि, कुनै पनि ठाउँको बनावट र त्यहाँको वातावरणले नै त्यहाँ कस्तो प्रकारको कथा जन्मन्छ भन्ने कुरा तय गर्छ। जस्तै घना जङ्गलको आफ्नै छुट्टै डर हुन्छ, पुराना दरबारको सन्नाटा अर्कै हुन्छ र अन्तिम संस्कार हुने ठाउँको गम्भीरता त झन् बेग्लै। त्यसो भए अब हाम्रो पहिलो विषयवस्तुबाट सुरु गरौँ, जङ्गलका छायाहरू। काठमाडौँको रानीवनको नाम त तपाईँहरूमध्ये धेरैले सुन्नुभएकै होला। यसलाई प्राय भुतिया जङ्गल भनेर पनि चिनिन्छ। दिनको उज्यालोमा त यो जङ्गल एकदमै सामान्य लाग्छ, तर घाम अस्ताइसकेपछि यहाँको माहौल पुरै बदलिन्छ। स्थानीय जनविश्वासलाई मान्ने हो भने साँझ परेपछि यहाँ आत्माहरू घुम्ने गर्छन्, जसले गर्दा यो ठाउँ निकै सुनसान र अलि असहज बन्न पुग्छ। त्यहाँका स्थानीयहरूको भनाइ सुन्दा त झन् आङ नै सिरिङ्ग हुन्छ। उनीहरू भन्छन् रातिको समयमा यहाँ अनौठा काने खुसीहरू सुनिन्छन्, छाया जस्ता आकृतिहरू देखिन्छन् र बुझ्न नसकिने आवाजहरू आउँछन्। कल्पना गर्नुस् त, सुनसान जङ्गल अनि त्यस्ता आवाज र दृश्यहरू, यिनै साना साना तर डरलाग्दा विवरणहरूले नै रानीवनलाई यति धेरै रहस्यमय बनाएका हुन्। अब सुन्दरी जल क्षेत्रलाई हेरौँ। यहाँ 2वटा विपरीत कुराहरूको अचम्मको सङ्गम छ। एकातिर हामी सबैलाई थाहा छ सुन्दरी जल आफ्नो प्राकृतिक सौन्दर्य र झरनाहरूको लागि कति प्रख्यात छ, तर अर्कोतिर यही सुन्दरताको पछाडि एकदमै अनौठा र डरलाग्दा कथाहरू पनि लुकेका छन्। सुन्दरता र रहस्यको यस्तो गहिरो मिश्रण बिरलै मात्र देख्न पाइन्छ। यसको रहस्यलाई अझ गहिरो बनाउने एउटा भनाइ छ। ट्रेकरहरूको पछाडि कसैले पछ्याइरहेको पाइलाका आवाजहरू सुनिन्छन् र रुखहरू बीचमा एक्कासी आकृतिहरू हराउँछन्। यो कुनै गाउँलेको मनगढन्ते कथा मात्र होइन नि। त्यहाँ पदयात्रा गर्न गएका ट्रेकरहरू आफैले यस्ता कुराहरू महसुस गरेको बताएका छन्। कोही पछाडि हिँडिरहेको जस्तो लाग्नु, तर फर्केर हेर्दा कोही नहुनु। सुन्दैमा कस्तो अनौठो लाग्छ, होइन र? अब जङ्गलको रहस्यलाई छोडेर हाम्रो दोस्रो भागतिर लागौँ, पुराना दरबारका कथाहरू। गोर्खा दरबारलाई नै लिनुहोस्। नेपालको इतिहाससँग यसको कति गहिरो नाता छ भन्ने त हामी सबैलाई थाहा नै छ। तर यो गहिरो इतिहाससँगै यस दरबारका अध्यारा र पुराना कुनाहरूले एउटा अर्कै रहस्यमय वातावरण सिर्जना गर्छन्। यसका पुराना पर्खाल र वास्तुकलाले यहाँ पुग्ने जो कोहीलाई पनि शताब्दीौं पुरानो समयमा फर्काउँछ र यही ऐतिहासिक सन्नाटाले नयाँ रहस्यहरूलाई जन्म दिन्छ। यहाँ पुग्ने आगन्तुकहरू र स्थानीय मानिसहरूको एउटा साझा अनुभव सुन्न पाइन्छ। खासगरी शान्त कुनाहरूमा नबुझिने आवाजहरू आउँछन् र कसैले अदृश्य रूपमा हेरिरहेको जस्तो महसुस हुन्छ। दरबारको त्यो पुरानो काठ र इँटाको संरचना अनि त्यहाँको एकदमै शान्त माहौलले यो अदृश्य नजरको कथालाई झनै बलियो बनाउँछ। आखिर हाम्रो दिमागले पनि सुनसान पुरानो ठाउँमा आउने सामान्य आवाजलाई अर्कै रूपमा बुझ्न खोज्छ। यसपछि हामी कुरा गर्छौं नारायण हिटी दरबार सङ्ग्रहालयको। आधुनिक नेपालको इतिहासकै सबैभन्दा दुःखद घटना राजदरबार हत्याकाण्ड यहीँ घटेको थियो। यो एकदमै संवेदनशील र गम्भीर विषय हो र यसलाई हामीले पूर्ण सम्मानका साथ बुझ्नुपर्छ। तर यही अत्यन्त दुःखद इतिहासले गर्दा आज यस परिसरसँग जोडिएर विभिन्न जनविश्वास र लोककथाहरू पनि सुन्न पाइन्छन्। त्यहाँ भ्रमण गर्नेहरू र खटिएका सुरक्षा गार्डहरूले बेला बेलामा असामान्य महसुस हुने, अचानक शरीर चिसो हुने र कहिलेकाहीँ प्रेत जस्ता आकृतिहरू नै देखिने कुराहरू बताउने गरेका छन्। उनीहरू यस्ता अनुभवलाई त्यही दुःखद घटनासँग जोडेर हेर्छन्।
यति ठूलो वियोगान्त घटना घटेको ठाउँमा जाँदा मानिसको मनोविज्ञान आफै पनि निकै भावुक बन्छ, जसले यस्ता अनुभवहरूलाई अझ गहिरो बनाइदिन्छ। अब लागौँ हाम्रो तेस्रो खण्डतिर, पवित्र स्थल र आत्माहरू। यहाँनिर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामीले आर्यघाट वा देवघाट जस्ता दाह संस्कार स्थलहरूको वास्तविक गहिराई र महत्त्व बुझ्न जरुरी छ। हिन्दू धर्ममा यी अत्यन्तै पवित्र स्थलहरू हुन् जहाँ मानिसको जीवनको अन्तिम यात्रा अर्थात् मृत्युपछिको संस्कार गरिन्छ। यहाँ हुने निरन्तरका धार्मिक विधिहरूले गर्दा यी स्थानहरूको सांस्कृतिक र धार्मिक महत्त्व एकदमै गहिकिलो छ। पशुपतिनाथको आर्यघाट र देवघाटमा दिनरात निरन्तर रूपमा दाह संस्कार भइरहन्छ। जन्म र मृत्युको यो निरन्तर चक्रले गर्दा त्यहाँको आध्यात्मिक ऊर्जा एकदमै शक्तिशाली हुन्छ। विशेष गरी रातको समयमा चितामा बलिरहेको आगो र त्यहाँको गम्भीर माहौलले जो कोहीलाई पनि जीवन कति क्षणिक छ भन्ने सोच्न बाध्य बनाउँछ। यस्तो बेला त्यहाँको वातावरण अलिकति असहज महसुस हुनु एकदमै स्वाभाविक हो। मानिसहरू भन्छन् नि, कतिपयको विश्वास छ कि अशान्त आत्माहरू यहीँ रहन्छन्। यसलाई कुनै डरलाग्दो फिल्मको कथा जसरी नबुझ्नुहोला। यो त मृत्यु र परलोकप्रतिको हाम्रो समाजको गहिरो धार्मिक विश्वासको एउटा पाटो मात्र हो। यी पवित्र स्थलहरूमा अन्तिम संस्कारको यति ठूलो मान्यता छ कि आत्मा र अध्यात्मप्रतिको विश्वास यहाँको हावामै मिसिएको छ भन्दा पनि फरक पर्दैन। अब हाम्रो अन्तिम र निकै महत्त्वपूर्ण खण्ड, वास्तविकता र सुरक्षा। एउटै ठाउँलाई हेर्ने हाम्रा दुईवटा बिल्कुल फरक दृष्टिकोणहरू हुन्छन् र यो कुराले त्यसलाई एकदमै राम्रोसँग प्रष्ट पार्छ। एकातिर हाम्रा लोककथा, जनविश्वास र मानिसका व्यक्तिगत अनुभवहरू छन्, अर्कोतिर विज्ञान छ जसले यस्ता कुराहरूलाई सिधै नकार्छ। तर कुरा के हो भने जब कुनै ठाउँको पुरानो इतिहास, त्यहाँको सुनसान, अँध्यारो र रहस्यमय वातावरण एकै ठाउँमा मिसिन्छन्, तब हाम्रो दिमाग आफैले सजिलैसँग विभिन्न भ्रमहरू पैदा गर्न सक्छ। आफूले नबुझेको कुरालाई रहस्यको रूप दिनु त मानिसको सामान्य मनोवैज्ञानिक प्रक्रिया नै हो। त्यसैले यदि तपाईहरू यी ठाउँहरूको भ्रमण गर्दै हुनुहुन्छ भने सुरक्षालाई सधैँ पहिलो प्राथमिकतामा राख्नुहोला। रातिको समयमा एकान्त र सुनसान जङ्गलहरूमा जानबाट बच्नुहोस्। धार्मिक स्थलहरूको सधैँ सम्मान गर्नुहोस्। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यी भुतिया भनिएका ठाउँहरूमा आत्माहरूले भन्दा पनि त्यहाँको अप्ठ्यारो बाटो र अँध्यारोले गर्दा लडेर चोटपटक लाग्ने खतरा चाहिँ धेरै हुन्छ। त्यसैले होशियार हुनु एकदम जरुरी छ है। ल, आजको यस विश्लेषणको हामी झण्डै अन्त्यमा आइपुगेका छौँ। अन्त्यमा एउटा प्रश्न, नेपालका यी अँध्यारा कुनाहरूमा साँच्चै के पर्खिरहेको छ त? के ती हावाका सुस्केरा र पुराना पर्खालका आवाज मात्र हुन्, या हाम्रो आफ्नै डरले बनाएका भ्रम? कि साँच्चै नै लोककथाहरूले भने जस्तै हाम्रो बुझाइभन्दा बाहिरको कुनै रहस्य त्यहाँ लुकिरहेको छ? लोककथा कहाँ सकिन्छ र वास्तविकता कहाँबाट सुरु हुन्छ, यो प्रश्नको उत्तर खोज्ने जिम्मा चाहिँ अब तपाईहरूकै।